माई न्यू भ्लग हामी चाहिँ फाइनली यता यस्तो घुम्न आएको है हेर्न सक्नुहुन्छ हामी ग्याङ ग्याङ बोकेर ब्याङ ब्याङ टक्क हामी चाहिँ यहाँ यतातिर यस्तो घुम्न आइदिएको गिटार सितार बजाउन आइदिएको है ल गाइजहरु अब हामी चाहिँ गिटार सितार बजाउने बेला कस्तो हामी चाहिँ गिटार सितार बजाउने बेला टक्क हामी चाहिँ अनि टक्क गिटार बजाएपछि आउँछ गाइज हामी चाहिँ यहाँ गीत सित गाउनु थालिसक्यो होइन ल टक्क हाम्रो गिटारिस्ट चाहिँ यहाँ छ टक्कै हाम्रो यहाँ क्यारो यहाँ कुकुर जिस्काएर बसिरहेको छ राजाजी कुकुरसँग टक्क फोटो सोटो हान्दैछ हाम्रो यहाँ सिङ्गर छ है गिटारिस्ट सिङ्गर त्यहाँ ट्रेभिस स्टार अब चाहिँ हामी सबैजना ग्रुप सुप मिलेर टक्क गिटार बजाउँदै गीत गाउँछ त्यो पछि है त लगाइन्छ हामी चाहिँ त्यहाँ अघि गीत सित गाउने भने यहाँ ल्याङ भइरहेछ होइन छोड्नु यहाँ हाम्रो बादर झुन्डिरहेछ है ल गाइजहरू यहाँ फोटोसोटो हुँदैछ त्यहाँ हाम्रो स्टेज गीत गाउँदैछ खाइदेउँदैछ अघि फोटो सोटो हान्न छ रमाइलो गर्ने भनेर टक्क अब यहाँ फोटो सोटो खिचेर गीत गाउँछ गाउँदैन हेर न त गीत गायो भने एउटा आउँछ न हामी चाहिँ अनि टक्क यहाँनिर यस्तो बाहिरको भ्यू हेर्नु सक्नुहुन्छ है टक्क अब यहाँ सबजना फोटो सोटो खिचेपछि टक्क गीत गायो भने देखाउँछु होइन गाइज न त देखाएन भने हामी महोत्सवतिर जान्छ होला पनौती महोत्सव प्रथम महोत्सव अनि टक्क त्यहाँतिर गएर के अरे प्रीति आलेको तपाईँहरूलाई देखाउँछु गाइज हामी चाहिँ कहाँ होला गीत गाउनु लाग्यो है यहाँ सबजना कहाँ होला गाउँ पल्लोपट्टि च्याङ गर्ने खोला ल कस्तो पट्टि च्याङ गर्ने खोला केही नभन्नु होला केही नभन्नु होला गाइज हामी चाहिँ टक्क तलतिर झर्दैछौँ होइन माथि गीत सित गाएर ल टक्क सबजना लस झरेर सर हामी चाहिँ अब यहाँ सबजना साथीहरू भेटेर महोत्सवतिर जाने अब महोत्सवतिर जान्छौँ महोत्सवमा प्रीति आलेको देखाउँछौँ गाइज अब हामी चाहिँ अलि तलै पुगेपछि देखाउँछ है त ल हेर्नु सक्नुहुन्छ सबजना यतिकै डुलिरहेको छ अब हामी चाहिँ पछाडि एकैचोटि पुगेपछि देखाउँछ ल हामी चाहिँ फाइनल तल नगरपालिकानिर आइसक्यो पनौती नगरपालिका टक्क हेर्नु सक्नुहुन्छ नगरपालिका सबजना जाँदैछौँ गिटार सितार पुऱ्याएर फुटबल ग्राउन्ड जान्छौँ पनौतीको टक्क लगाएर पनौतीको फुटबल ग्राउन्डतिर जाने केटाहरू जम्मा बाँड्ने महोत्सव थियो नि कसैले निकाल्यो नि प्याज पुज फर्काइदिने हिँड्दिने हो नि त हो भन्न टक्क अब हामी चाहिँ ग्राउन्ड पुगेपछि देखाउँछ है त लगाइन्छ गाइस टक्क हामी चाहिँ देखाउँछौँ भने होइन टक्क त्यहाँनिर चाहिँ झगडा सगडा पऱ्यो अनि लुगे च्यात्यो होइन गाइस अब यति हो मेरो भ्लग चाहिँ अहिले चाहिँ राति भइसक्यो म सुन्दा टक्क मेरो रुम चाहिँ यस्तो छ ल